guys are fine. आज चाहिँ हाम्रो मुस्ताङ पल्यौँ है, हामी पनि स्किनलाई मुस्ताङको लागि रेडी हुँदैछौँ। यो ब्लग हाल्छु कि हाल्दिनँ थाहा छैन, त्यही भएर अलिक घिसिङ छ, त्यही पनि लुज भइरहेको छ मेरो अलि। मम्मी गयो भाइ त ल, भाइ आमा, ए आमा है भाइ भाइ ल गयो मम्मी, चलो जय शम्भो भगवान्, हाम्रो राइड सक्सेसफुल रहोस्। मुस्ताङको यात्रा, ओहो चिसो, ल मुस्ताङको यात्रा सफल रहोस् होइन। हामी यहाँ खड्पुबाट 5 जना हिँडेका छौँ। अर्को एउटा पाइतेले हामीलाई मुगलिनबाट जोइन गर्छ, त्यो चितवनतिर छ। ओहो अहिले म सिङ्गल छु, मुगलिनबाट चाहिँ त्यसलाई म हाल्छु होइन। ठिक छ, 2 वर्षपछिको भ्लग हुन्छ। यदि यो भ्लग भयो भने 2 वर्षपछिको हुन्छ ल गाइस। कम अन लेट्स गो, जय शम्भो मुक्तिनाथ, वी आर कमिङ भगवान, लेट्स गो, चलो। यहाँ रोकेर एकचोटि त्यसको बाइकको के अरे त्यो ब्यागहरू डोरीहरू लुज भएर फेरि बनाएर हामी यो ठाउँबाट फेरि हिँड्न लाग्छौँ भाइ। त कुन ठाउँमा नै थाहा छैन, हामी आनन्दले जाँदैछौँ, हाम्रो टेन्सन छैन। सिरमा जाँदैछौँ र सी अन द रोड। मासतिर झन् कालो गर्न थियो। छेउमै राम्रो छ बाटो। अनि तलतिर हेर्नु पर्यो भने होइन। देखिरहेको गाइस, कस्तो देखिरहेको छु म, हिरो देखिरहेको होला नि। ओ रुप्पे झर्ना, हामी लेट्स गो ल, हामी जय शम्भो। Like a map with no border, a whisper caught in her. Boots at the corner cafe. She's chasing skies I've never met, but I'll stay in my lane. It's something. यसो सिधा खिच्छ क्या पोर्ट्रेट। बाइक नि ठ्याक्कै यहाँबाट बाइक देखेर अगाडि देखेर गाइस हामी मार्फा आइपुग्यौँ। मार्फा 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 चर्का लाएर मार्फा।
खाना मार्फतमै खाने हो यता वरिपरि यसो बजारहरू देखाउँदै होँदै कि छ एउटा मतलब यसो बजारहरू देखाए यताउति यो यस्तो टाउको देखा न के को यो Speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open road. हामी मार्फत के अरे जोमसोमबाट मासतिर लाग्दैछौँ खानासाना मजाले खाएर पेट डम्म बनाएर निन्द्रा पनि लाग्छ अलिअलि अब आज हामी लोमानथाङ गएर बस्छौँ होला प्रोबेबली है अनि भोलि जान्छौँ होला कोरोला मासतिर हेरौँ के हुन्छ गाइस विल सी to walk beside your wandering dance. Maybe next year in Madrid or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh traveler, the world is your open gate, and I just सब नयाँ बिवाइडी होइन यिनीहरू साँच्चीकै यसो नै ल्याउने हो हेर्दै यो सबै and I'll never see your smile again. बहुत रिस्की बाटो रहेछ अरे त पानी परेको त्यही गएको नि ए अप्पर जाने बाटो अर्कै मुक्तिनाथ जाने अर्कै हो अब यतैबाट जान नि मिल्छ कि यहीँ फर्किनुपर्छ हामी गजरारी दिलवा पे करे बमबारी लपकेला कमरिया ऐसे जैसे लपके बसवारी सॉरी सॉरी कहतारू सॉरी सॉरी कहतारू बबी देह में छुआ के जान ले बुकाए है जान जियते मुआ के हावा लागिरहेको मरुभूमि गाउँ देखा भर्खर हामीले ल यो गाउँहरू घरहरू भर भर देखिरहेको होला अहिलेसम्म केही देखाएको छैन अहिलेसम्म यस्तो यस्तो आएको भ्यू हेरेर मजा लिउँ भन्न नि मिल्दैन क्या बाटोमा धेरै त बाटो यस्तो छ है यो त राम्रो हो अझ
कफी बन्दैछ लोमानथाङ लोमानथाङबाट लगभग 31 किलोमिटर 31 32 33 किलोमिटर कहिले आउँछ भनेर आयो शत्रु नआउनु आयो कि हेलिकप्टर नआयो कि गाडीमा खच्चक्क बसायो गोड हेर आयो फर्क्यायो भन्छ र बो प्रभु हातखुट्टा केही छैन तीनटा लाउँदा सुद्धा केही थाहा छैन है यो त पग्लिन पो लागेछ प्लास्टिक हातखुट्टा केही चढाएन घर कसरी फर्कियो म त प्यानिक भइसक्यो यार घर कसरी फर्किने अरू दुईटा पहिले आएको अर्को टेन्टतिर छिरेछ न हामी 4 जना मात्र भयो तिनीहरू उता अर्को तिर छुटे पानी हाल्नु पर्छ होला नि अब यहाँ भन्दैछ मेरो पनि बनायो यहाँ पग्लेला क्या तातो होला त्यो ओ लाटो त्यो तातो छैन त्यहाँ त त्यहाँ के हुनु राख्नु त्यहाँ त अल्ला मेरो पनि बनाला त्यो बाहिरको भ्यू देखाइदिन्छु ओ भगवान ल हेर्नु त चिसो यस्तो ठाउँमा आइयो ल चिसो बर्बाद हेर्नु त ठाउँला यही हो यतिको लागि यत्रो दुःख गर्यो शीत पऱ्यो हेर्नु त यहाँ शरीरभरि धुलो र शीत बाइकले त एफजेडले त पिकअप तानेन अब यहाँ दुईजना यहाँ आएर रोकेर छन् हाम्रो दुईवटा बाइक अब त्यहाँ लगेर राखेको छ झन् एफआईले त पिकअप नदिला भने गियर पनि तान्दैन यार हात दुईसँग बटार्छु मरे कुद्दैन 2-3 ठाउँमा त 5-6-7 को स्कुटी आएको यस्तै गाह्रो यार मान्छे टन्नै आएको रहेछ नि तर आई डु नट रिकमेन्ड एनी वान टु कम हियर कसम एकचोटि हाम्रो त फेरि केटाहरु हुन्छ किने छ नि अब कफी सबै एकचोटि चट्ट लाएर खाउँ बुझियो रहेछ अब टक्क लाएर कफी खाऊँ ल कहिले भोलि बिहानसम्म घोलिन्छ केटा यसमा त भयो होला रास्ते भागे ओए बोमाला धर धन्यवाद तपाईँ खोइ यसो फिट्ने खोइ काँडा तर ऊ कहाँ छ तेरो पहिला यो फिट्न बाँकी छ पहिला फिट्नु तैँले फिट्नै पुगेन नि त कस्तो फिट्नु हात भइसक्यो यार फिट्दा फिट्दा आज त ठिक हो तपाईँहरू जाडै भएन होला दाइ चिसो हुँदै जान्छ झारो हुन्छ नि हाम्रो खुदै म त्यसै पिछाडि त उ बोक्दिनँ त्यो टाइप रहेछ त्यसको टाइप रहेछ बबल टी बबल टी टाइप है चाइना कम्पनी गाइस यहाँ त शौचालय गर्ने पनि यस्तो खुल्ला खुल्लामा रहेछ टोयलेट भनिरहन्छ उता चाइनाको सब मिलाएर प्रपर वाल सिस्टम छ हाम्रो यही तारहरू है तारहरू यस्तो छ यसो टेन्ट बसेर यसो 2 कप कफी तातो पानी यताउता खाइयो है जाडो डेन्जर भइरहेछ जस कोरोला बोर्डरमा छौँ हामी यहाँको त चाइनिज बाइकहरू त 4 गेयर नि तान्ने यार हाम्रो त 1 गेयरले पनि तानेन बाइक काली लगाएर बाइकलाई 1 लाख त्यसो वाइल्ड छ गाइस कहाँ हिट्ने के हिट्ने भन्ने कुरो लेट्सी होइन के हुन्छ यता चाइनाको बोर्डर ल केटाहरू त जय नेपाल गाइस हामी फाइनली झन्डासँग यसो कोर्दाबाट फोटो खिचेर तर चाइना नेपाल गरिएन नि भिडियो चाइना नेपाल हामी त साँच्चै चाइना आइसक्यो नि गाइस ठाइ छौ छा केटाहरू आइरहेछ चलो 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 अगाडि खिच्दा सिधा यो बाटो
बाइक रुटर सफार्दैछौँ हामी है हातले टकटकाएर टक 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 पाराले यहाँ बाइक हल्का कुरा चेन्ज एन्ड टाइट गर्दा यताउता गरेर यो हामी हालत हेर्नु त यहाँ बाइक बनाएको मान्छेको हात बिचरा यो किन बुकाले यो लगाएपछि त सास फेर्ने गाह्रो नि यो लगाएर हेलमेट लाग्दा सासै हामीहरू बोल्नै सकिँदैन ओ कृष्ण अब यहाँ आउनुहुन्छ यताबाट माथितिर घुम्नुहोस् न हामी अब तलतिर लाग्छौँ 5-6 घन्टा लाग्छ होला अब तल मार्फत जम्छौँ मुक्तिनाथ कतासम्म हुन्छ मुक्तिनाथ दर्शन गर्ने लाग्छ मलाई सास फुल्यो मेरो ल अहिले राति भन्दा 1 घन्टा यता आयौँ हाम्रो यहाँ मेकानिक दाइले बनाइदिनु हुन्छ वर्कसपबाट है दाइ कति बेर लाग्छ अब हाम्रो बन्न जे पनि भन्दा छ है ल यसमा चाहिँ भल्ल घरहरू अलिअलि देखेका छन् बाइकमा यसो सानोतिनो मोबाइल सोबाइल टाकन टुकन चेन सेन टाइट यताउता गऱ्यो है त यत्रो अफरोड पछि अपर मुस्ताङको अफरोड पछि बल्ल पिच देख्न पाइयो यस्तो बिजोग बाटो कोही नआयो त्यो कागबेन देखेन यो मात्रै हो नि कागबेन where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild
गाइस गुड मर्निङ फ्रम मुक्तिनाथ मन्दिर। मुक्तिनाथ मन्दिर हल्का माथि छ, हामी तल हल्का होटेलमा छौँ। अब हामी होटेलबाट निस्केर लाग्दैछौँ है, भरै गर्दै मासतिर सुहासुहा गर्दै जान्छौँ। हिजोको रात शानदार नभनौँ, चिसो रमाइलो थियो, तर लोमान्थाङ जस्तो चिसो थिएन है। अब काकाको खिचा छ मिलाएर काटकुट गरेर आधी बाहिर हालिदिन्छु। नहुने आँट राख्ने रुगा लागे जस्तो हिजो रातिबाट सबैलाई। अब को नुहाउँछन् को नुहाउँदैनन्। 2-3 जना पहिला आइसकेका छन्, उनीहरू पानीमा जस्तो छम्किँदै, यसले पनि पानीमा त छम्किन्छ होला। अब हामी चाहिँ यसो भन्न नुहाउने जोसमा छौँ। अहिले सास पुरिसक्यो यार ओर्लिँदै। अनि लेट्स गो। खचडा जाने भन्दैछ, खचडा बनाउँदा नि हामी हिँड्दै जाने, हिँडेर पुग्ने। अरू बाइकहरू यहाँ छ है। गुड मर्निङ फ्रम मुक्तिनाथ मन्दिर। म त भगवान् पाप नलाओस्, म त महादेवको मन्दिर सोचिरहेको थिएँ, विष्णुको पो रहेछ भर साथीले भनेको। गुड मर्निङ यस्तो राम्रो देखिरहेको छ, चट्ट डाँडा ल हेर्नु त, यो डाँडाबाट टक्क यसरी आइरहेछ। यो टक्क हातसात पुरै फुटेर बिजोग भयो होला चिसोले है। अब ज्याकेटले फोहोर धुलै धुलो, बाटै त्यस्तै ल्याएको थियो। कालो जानहरू पनि टन्नै छन् जस्तो, केटाहरू नै आउँदैछन्। ल जाँदै गरौँ, माथि गएपछि देखाउँछ कस्तो के हुन्छ। बुढाबुढी मान्छेहरूलाई त यसरी पनि आउँदो रहेछ नि त। त्यहाँ हान्छ भन्दा क्या, घुमाएर उफारेर हान्छ भन्नु होला है। मुक्तिनाथ बजार उहाँ रहेछ यार मन्दिर न त, है मन्दिर उहाँ रहेछ न त है माथि। उयो होइन त, ए होइन यो त बुद्धको बुद्ध कहाँनिर देखाएँ मैले भर्खर खै। जस ल कोही वाकिङ है, मान्छेहरू साइक्लिङ गर्दै नै आइरहेछन्। एक्सक्युज मी, मान्छेहरू साइक्लिङ गर्दै पनि मजाले आइरहेछन्। हामी पनि टक्क लाएर हेर्दै हिँड्दैछ। 2टा केटाहरू पछाडि छुट्टै तिनीहरू हिँड्दै आउँछ। सास फुल्ला भन्ने चाहिँ टेन्सन हुन्छ, तर हामी हिँडेर जान्छौँ, खर्चमा जाँदैन। या आफ्टर एजेस 2 वर्षपछि यो भाइ त कुद्दै पो आउँछ त के हो। देउरालीको भन्ज्याङैमा माया सडौला ठाडै छ यहाँ टुप्पामा छ ठ्याक्क। घाम निस्किन खोजे जस्तो त्यहाँबाट क्या दामी देख्यो है। थ्याट ओह्रालो झन् खच बिचरा। सँगै हिँड है, सँगै छुट्टा मुटु फुलेर बाहिर निस्किन आइसक्यो। मेरो उसित हिँड्ने बानी छैन। क्रेजी पिपल टन्नै मास बोलाइसकेको छैन यार, मुख बाहिर आउनु लागिसक्यो। कृष्णजी जिकेस दाइ लगाउनु रेडी भइसक्यो होइन। अब नआउनु बल्ल बल्ल आँट आयो थियो। मान्छे वाइल्ड प्याक छ, मान्छे वाइल्ड प्याक छ है मुक्तिनाथमा। मान्छे जल्दा बल्दा होइन भिडियो नहुन हामी 3जना चाहिँ नहुने, 3टा राइडरहरू चाहिँ आटिलाहरू चाहिँ नहुला है त। ल आँट आएन भन्दैछन् होइन, नहुन चाहिँ रेडी भइरहेछन्। मान्छे वाइल्ड छ, मान्छे धेरै छैन, सिजन भएर होला हेर्नु। बिस्तार 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 टिकेस दाइ, ओइ छिटो ल मुक्तिनाथ। टाउको ठोकेला है, टाउको ठोकेला। नहुन रेडी भयो, 3जना दौडिरहेछ होइन। ल कोला कोला चिप्लिन्छ बिस्तार। अब उता टाउको नडुबा नि हुन्छ। अब डुबा एकचोटि। ल भयो कोइन खोज कोइन। अनि 3जना यता हेर, फोटो एउटा खिचाउ न। ए भित्रै बसेर कृष्ण एकछिन यहाँ उभ्या भयो केटाहरूको। माइकी के गर्नु, एउटा कृष्णलाई गर्न आउने भनेर गर्दैछ कृष्ण पूजा है। ल कृष्ण भगवान्को नाम लिएर फुटा। ए तेरिका ल ठिक छ। ल ल ल छर्की हामीलाई छर्की अलिअलि। ल ल ल भगवान्ले रक्षा गर्नु। ल हो ढोक बाबु, हामी ढोक दिकेस भगवान् रक्षा। हामी बुद्ध मूर्ति भएको ठाउँमा आइपुगेका छौँ।
what a view. क्या दामी देखिरहेछ यार. Nice man. यस्तो छ भने चाहिँ एकछिन बसो रेस्ट गरौँ भ्यू चाहिँ हेरौँ होइन त्यसपछि फुल्ची के हुन्छ ल देखाए है हामी नहुँदा भ्लग हुँदैन थियो नि त हैन अगाडि जान्छ अब पुरै अगाडि के आयो थाहा छैन है मैले हेरेँ मैले देखेकै छैन के आयो के आएन तर आइरहेको रहेछ गाइस हाम्रो केलेको राम्रो देख्छ भने त यहाँ आइसक्यो है हावा चाहिँ यत्रो मिठो हावा लाग्दो रहेछ बाइक साइड राखेर टिकट काट्नुपर्छ टिकट काट्दै हौ होला हेर्नु जमन ल भित्र जाँदैन एकजना तिरिहाल्छ नि Let's go. माथिबाट जाने ल माथिबाट पानी छुन चाहिँ पाइन्छ हातले पाइन्छ नाक्यो त हामी त छुन आइरहेको ओहो पेलो निशान नहल्लायो आलियो कान्टाइलो लाग्दैछ यो पाइस होइन पाइस रिप्लाई पाइस यस्ता मलाई के जति दिदीहरूको कान्ता ल्यायो सोधा तैँले होइन निकै कस्तो भइरहेको मुक्तिनाथ नुहाइदिएको होइन मारी तर प्रायः सबले हरियो हुने क्या है धुम्मा लेक रहेछ डाँडा डाँडाको बिचमा एउटा ताल रहेछ माछा के भन्दा आएको हामी बेटा होइन त अलगे खाने त होला यिनीहरूले लडाइदिइहाल्छ नि छेउमा टेका बेला पऱ्यो भने त झन् आइज बार छोड छोड न छोड आइज छिरो आरो भयो हो
यहाँ आइपुगेको छ भने म टिममा आइपुगिरहेको छु सक मेरो यो हात पावर छैन यसैमा कृष्ण रेडी पक्र हात ल टाइम छ राइट कृष्ण ए 300 कट 332 45 भन्नु गाइस पोखरामा ब्यालिङ सडक लारा स्टोन दाइको स्टोन ड्रिफ्ट यो हुन गाइस टर्न राइट टु गो लेफ्ट है राइट काटेर लेफ्ट सबजना है गरिरहेका छन् है केटाहरूले भयो किसने अड्क्यो किसने अड्क्यो Enjoy guys, enjoy. Yeah, orra. Guys. Hello. Bet.